त्यत्रो समयपछि हजुरलाई यहाँ ड्राइभिङ गर्दा कस्तो लाग्छ? राम्रै लाग्यो। पहिला त यो बाटो एकदम सन्न थियो होइन, चिल्लो थियो, एकदम राम्रो थियो। धेरै बिग्रेछ, के गर्ने? पहाडको बाटो देशै त्यस्तो छ, धन्न बनाएको चाहिँ रहेछ के त्यस्तो लाग्यो मलाई। अब के गर्ने? बाटो चाहिँ अहिले उबड खाबड छ। ए हजुरहरू चाहिँ अनि अमेरिका बस्ने राम्रो मान्छेहरू चाहिँ अनि 1-2 महिनामा आउने, अनि देशै यस्तो भन्ने, अनि त्यहाँदेखि नेपाल आएपछि धुलो भन्ने, फेरि अमेरिका गएपछि त्यही नेपालको धुलोलाई मिस गर्ने, अनि फेरि आउने, घरमा आउने, यस्तो उस्तो भन्ने त भएन नि त। यस्तो उस्तो के? अब यो यस्तो भयो, यहाँ नेपालको ट्राफिक यस्तो, नेपालको जनता यस्तो, सरकार यस्तो, गाली मात्रै हजुरहरू जस्तो मान्छे चाहिँ विदेश बस्ने होइन, अनि आउने 1-2 दिन कम्प्लेन गर्दै बोल्दै सकिहाल्यो। यहाँ बस्नेलाई कति गाह्रो छ। यो त हामी सबैजना मिलेर बसेर बनाउन धेरै कुरा सकिन्छ होइन। बाहिर हामी बसेकोले पनि नचाहेको हो कि होइन। अलि हामी पनि अलि के भन्ने, खै अब के भन्ने, अब कसलाई के भन्ने जस्तो देश उस्तै भेष हो होइन। सबैभन्दा ठुलो कुरा पैसै रहेछ, फाइनेन्स होइन, देशको आर्थिक स्थिति नै रहेछ त अब के गर्ने होइन र। मेरो भनाइ चाहिँ सबैजना नेपाल आउने, नेपाल सबै जनताले पनि बनाउने हो नि त। अब खै यस्तै हो। मैले त त्यस्तो नराम्रो भनेको छैन। मलाई त मेरै देश राम्रो लाग्छ। एयरपोर्टबाट ओर्लिन साथै एक किसिमको मलाई बास्ना आउँछ होइन। अब नेपाल बास्ना आउँछ भन्नु तपाईँले के भन्नुभयो? फेरि हजुरलाई यता आउँदा अमेरिका बास्ना पनि त आउँछ नि त। अमेरिका यस्तो हो के, जन्मथलो र कर्मथलो धेरै फरक छ होइन। जस्तो तपाईँहरूलाई जतिसुकै घरमा माया गरे पनि एक दिन माइती, जस्तो आजै माइती जान लागेको होला सायद होइन, यो तिहारको बेलामा माइती जस्तो रमाइलो केही हुँदैन, राम्रो केही हुँदैन भने जस्तो हामीलाई पनि कर्मथलोमा बस्दाखेरि यो जन्मथलो माइती भन्दा पनि प्यारो हुन्छ। आउँछौँ, गरिरहेको छ सबैले, तर देशै यस्तो हो क्या। स्थिति नै कसैलाई दोष छैन क्या, देशलाई पनि छैन। मैले भने नि यो कुरा त अब जति गए पनि चुगमका जस्तो हुन्छ, चुप्प लाग्नुहुन्छ है बरु। ऊ त्यहाँ हान्नुहोस् बरु, बाइक ढलेछ, त्यहाँ हान्नु न, बाइक ढलेछ बाटोमा, खिचिदिनु त बरु बिचरा। ऊ यो भाइ हेर्नु त बिचरा कम्प्लेन गर्ने। अनि के भयो भाइ? चिप्लियो बिचरा, चिप्लियो अरे अब होइन। अब कसलाई पनि दोष छैन, भाइ चिप्लियो बाटोमा, दोष त छैन, बाटै यस्तो छ। अब के गर्ने? अब यो यत्रो बनाउँदा धन्न यतिको बनाएछ भनेर भनिरहेको छु त मैले, यत्रो अस्ति भएकोमा। चुप लाग्नुहोस् के, बन्द गर्नुहोस्।